यो 5 दिनमा र अघि नै मैले 15-20 मिनेटमा पनि सोध्नुहोस् है भन्दा नसोधेको मैले म 18 वर्ष हुँदा व्यवसाय सुरु गर्दा मसँग पनि रुपियाँ सुको केही पनि थिएन। मैले सुरुमा व्यवसाय गर्दा मैले एउटा दाइ पर्ने यसरी चिनेको मान्छेको ल फर्मलाई चाहिँ अफिस मागेर बिहान क्याम्पस पढ्दै दिउँसो व्यापार गर्न सुरु गरेको जे आउँछ त्यो। त्यसपछि 1000 रुपियाँ जतिको पैसा भइसकेपछि काठमाडौँ गएर व्यापार गरेको। त्यो चीज गर्दा 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 25 वर्ष जति अब मैले 18 वर्ष हुँदा मैले व्यापार सुरु गरेको। अब म 40 वर्ष भएँ। यसको सन्दर्भमा गर्दा चाहिँ आज अब देशभरि तपाईहरु जस्तो 8000 मान्छेसँग म व्यापार गरिराखेको छु र करोडौंको व्यापार गरिराखेको छु हैन। त्यसपछि तपाईहरु जस्तोलाई सँगै किन काम गरेको मैले भनेदेखि अघि नै सोध्दा चाहिँ तपाईहरु जस्तोसँग चाहिँ त्यो सूचना पुगेको छैन। त्यो चीज चाहिँ सानो सानो कुराहरु पनि एकदम ठूलो भइराखेको छ भने मैले महसुस गरिसकेपछि 10-12 वर्ष अगाडिदेखि मैले यो सुरु गरेको। अब मैले सुरुको दिन म बेलुका तपाईहरुसँग आउँदा म तपाईहरुसँग बोल्न थालेको थिएँ। त्यो दिन हैन अलिअलि लगाए अलिअलि खजाए अलिअलि कुरा र भोलिपल्टको तपाईहरुको यो देखि सबै कुराहरु गर्दा तपाईहरु चाहिँ सबभन्दा फर्स्ट तपाईहरुलाई छान्नु हुने टिमलाई चाहिँ मैले धेरै धेरै चाहिँ धन्यवाद दिएँ हैन। तपाईहरुले एटलिस्ट बुझ्ने साथीहरु चाहिँ एक लेभलको छान्नु भयो किनभने हाम्रो सुरुवाती कुराहरु हो। तपाईहरु एकदमै बुझ्नुहुन्छ तर एक दुई जना साथीहरु चाहिँ केही बुझ्नुहुन्छ होला तर एक्सप्रेस नगर्दा चाहिँ उहाँहरु आफै पछाडी पर्नु भएको छ। त्यो हजुरहरुले महसुस गर्नु भएकै छ होला। म 3 वर्ष विगत 3 वर्षदेखि मध्य प्रदेशमा कन्टिन्यू आइराखेको छु। अस्ति अघि नै एउटा बहिनीले भन्नुभयो मलाई एरोप्लेनमा देखेको भनेर। म फ्रिक्वेन्टली यहाँ आइराखेको छु। मेरो यहाँ आउनुको मुख्य उद्देश्य भनेको नै सबभन्दा फर्स्ट एउटा आँप लिनु हो। म आँपको सिजनमा राम्रै आँप यहाँबाट बेच्छु लान्छु। एउटा त्यो हो भने अरु चाहिँ ओडामा तपाईहरु जस्तो मान्छे हो। तर मलाई सबभन्दा फर्स्ट यो मध्य प्रदेशमा ल्याउने भनेको चीज चाहिँ एउटा समाचार हो। त्यो समाचार भनेको अब किसान क्रेडिट कार्ड दिने भयो मध्य प्रदेशले भन्ने एउटा समाचारले म मेरो व्यवसाय खोज्दै आएको। किनभने नेपालभरि किसान क्रेडिट कार्ड भन्ने कन्सेप्ट ल्याउने मान्छे चाहिँ म थिएँ यहाँ हैन। त्यसको लागि म आएको। तपाईहरु जस्तै हामीले तपाईहरु भन्दा अगाडि चाहिँ धेरै जना 25 जना यस्तो बनाउने अनि जति पनि सिराहा लाहानतिर हुनुहुन्छ नि राष्ट्रिय कृषक समूह महासंघसँग गर्दा त्यहाँ 6000 मान्छेलाई हामीले किसान क्रेडिट कार्ड दिएर काम गरेर उत्पादन गर्ने कुराहरु यताउता लागिरहेका छौं। र तपाईहरु त्यो लगभग मैले यहाँ मधेसमा चिनेको 10,000 मान्छेमा तपाईहरु पुग्नु भएको छ। कसैले मलाई डाइरेक्ट चिन्छ कसैले डाइरेक्ट चिन्दैन। कसैले बैंकवाला भनेर चिन्छ कसैले सामान किन्नेवाला भनेर चिन्छ। मेरो लगानी पनि थुप्रो भएको छ। मैले अस्ति पनि भने हाम्रो समूहको लगानी 90 बिघा त हामीले जग्गा किनेर आफै 0 माइलमा गर्न सुरु गरिसकेका छौं। हजुरहरु बाटो पर्दा जान सक्नुहुन्छ। आँप मजाले हेर्न सक्नुहुन्छ। हाम्रो एउटा प्रोसेसिङ सेन्टर बर्दिवासमा इन्क्युबेसन सेन्टर छ। तपाईहरु जसलाई चाहिँ केही बनाउने कुरा गर्नु छ भने त्यहाँ तपाईले गर्न सक्नुहुन्छ जान सक्नुहुन्छ। मेसिन चलाउन सक्नुहुन्छ। त्यहाँ चाहिँ तपाईले गएर निशुल्क प्र्याक्टिसहरु गर्नुहुन्छ। हाम्रो मेसिनहरु छ कुराहरु छ। सो यी सबै कुराहरु यो 5 दिनमा हामीले सिकेको। तपाईहरुलाई कस्तो लाग्यो होला यो सुनिता म्याडम त पैसा 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 कुरा गर्यो भनेर। मेरो मुख्य विषय के थियो भने तपाईहरु धेरै कुरा चाहिँ नराख्नुस् केन्द्रीकृत राख्नुस्। पैसा तपाईको सेन्ट्रल हो अनि त्यसपछि आम्दानी र नाफा हुने कुरा हो भन्ने कुरा हो जुन तपाईहरुले भन्नुभयो जस्तो लाग्छ। राम्ररी बुझ्नु पनि भयो होला। अब यतिमा त फेरि घर गएर चाहिँ बिर्सिन्छ। मैले भने नि 1 महिना नै बिर्सिन्छ 2 महिना भित्र कपी हराउँछ कुरा हुन्छ। हामी तपाईहरुलाई निरन्तर सहयोग गर्छौं। तपाई आउनु भएको छ बिहान आउनु भएको काशी दाइ पनि हामीले दिनको एक पटक फोन गर्थ्यौं उहाँलाई तपाईको आजको हिसाब खोइ हैन। मेरो छोरीले लाग्छ मेरो काम गर्न लाग्छ यहाँ हुँदैन कहिले काहीँ मोबाइल अफ गर्ने तर हामीले छोडेनौं उहाँलाई। हामीले छोडेको छैनौं अहिले पनि छोड्दैनौं हैन। त्यो सबै गर्नलाई चाहिँ अब गडा घाँस से दोस्ती गरेका त क्या खागा भनेर मैले भनिहालेँ। त्यसको लागि मलाई पनि केही खर्च चाहिन्छ। उहाँहरु जस्तै म्याडमहरु बीएससीएजी पढ्नु भयो एमएससीएजी पढ्नु भएको सर म्याडम एकाउन्टमा गरेको धेरै पढ्नु भएको सर म्याडम मैले त्यहाँ राख्नुपर्छ जागिर खुवाउनु पर्छ।
त्यसकारण कुनै पनि संस्थाले गरे पनि हुन्छ, तपाईँहरूले कमाएर मलाई तिर्नुपर्ने हुन्छ। कति तिर्नुपर्छ र वर्षको मलाई 5,000 महिनाको तिर्ने भयो 500 रुपियाँ। त्यस्तो भएपछि तपाईँको 15 दिनको एकचोटि कुरा गरिदिन्छौँ, वेबसाइट बनाइदिन्छौँ, तपाईँको सामान व्यापार गर्छौँ र तपाईँलाई जहाँ हुन्छ। सरलाई पनि मेरो अनुरोध के छ भने एक दिनमा चाहिँ कुरा परिवर्तन आउँदैन। केही समय तपाईँहरू जस्तो संस्थालाई ह्यान्डहोल्डिङ गरेर उहाँहरूको त्यो चाहिँ सानो रकम अहिले उहाँले जसले तिर्न सक्नुहुन्न, जसले तिर्न सक्नुहुन्छ आफ्नो पैसा लगानी भयो भने बडा माया लाग्छ। आफ्नो लगानी गर्नु सक्दै सकेन भने कुनै संस्थाले सहयोग गरेर त्यो गरिदिनु भयो भने उहाँहरूलाई एक लेभलसम्म हामी पुर्याउँछौँ, रिपोर्ट दिन्छौँ र ब्याकमा हाम्रो सबै डिजिटलाइजेसन छ। उहाँहरू कहाँ प्रगति पुग्यो, के कुरा भइराखेको छ भन्ने पनि हजुरले ब्याकअपमा बसेर हजुरको टिमले हेर्न सक्नुहुन्छ। यसरी हामी परिवर्तन गर्छौँ, केही न केही सामान बनाउँछौँ, कुरा गर्छौँ। उहाँहरूले एउटा योजना बनाउनु भएको छ। सँगसँगै मैले 10औँवटा योजनाहरू चाहिँ यस्तो हुन सक्छ, यस्तो बन्न सक्छ भनेर व्हाट्सएप ग्रुप बनाएर सबै पठाइदिएको छु। सोच्नुहुन्छ, घर जानुहुन्छ, बिस्तारै गर्नुहुन्छ, यो रमाइलोले बिर्सिनुहुन्छ, फेरि आउनुहुन्छ। तसर्थ हामी त्यसरी अगाडि बढ्न चाहन्छौँ र तपाईँहरूलाई लाग्यो यो ट्रेनिङ एकदम राम्रो छ भन्ने लाग्यो भने मेरो अनुरोध अरू विभिन्न संस्थाहरू जहाँ जो अनुभव छ त्यहाँ चाहिँ यसरी एउटा चाहिँ हाम्रो आरएनडीले एग्री नेपालले यस्तो एउटा ट्रेनिङ दिन्छ भनेर हामीलाई बोलाउनु लगाउनु भए हुन्छ। तर हामी त्यहाँ पनि निःशुल्क जाँदैनौँ र तपाईँहरू पनि निःशुल्क काम नगर्नुहोस्। कुनै पनि कामको कुराको मूल्य आफ्नो तोक्न जान्नुहोस् र अगाडि बढ्नुहोस्। प्रोडक्टको मूल्य भने जस्तै कुराहरू गर्नुभयो भने हामी आउँछौँ। मैले यति भन्दै तपाईँहरू मध्ये मलाई स्योर छ 1 वर्ष नभए 2 वर्षमा तपाईँहरू सबैजना केही न केही गर्नुहुन्छ। एकै वर्षमा 6 महिनामा 1 महिनामा गर्दैन। कोही कहाँ इन्गेज भइरहेको हुन्छ, कसैको के आज तिर्नुपर्ने हुन्छ, कसैको बच्चा हुन्छ, तर जिन्दगी त लामो छ नि, हामी गर्दै जान्छौँ। सो अन्तमा सक्नुहोस् दौडिनुहोस्, नसक्नुहोस् मजाले हिँड्नुहोस्, त्यो पनि सक्दैन भने अलिअलि हिँड्नुहोस्, त्यो पनि सकिँदैन भने घिस्रिनुहोस् यहाँ गएर, तर चुप लाएर नबस्नु। मलाई विश्वास छ तपाईँहरू चुप लाएर बस्नुहुन्न र केही न केही आफ्नै पैसाले केही गर्नुहुनेछ र प्लेन छोडेर आएर काठमाडौँमा मलाई भेट्नुहुनेछ होइन त। हस् ल, धन्यवाद म्याडमलाई। निश्चित रूपमा अब आगामी दिनमा पनि हाम्रो यो